हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म चाहिँ बिरामी भएर मेडिकल जाँदैछु होइन। अब यस्तै गाइज होइन, ओ गाइज सरो कस्तो अचम्म लाग्दो यस्तो छ अवस्था है। आफै मरेको हो कि कसैले मारेको यसको अवस्था हेर्दा फेरि त कसैले हानेर मारे जस्तो देखिन्छ। यस्तो टाउकामा यस्तो घाउ छ, खुन पनि आइरहेछ कमिलो लागेर होइन। कस्तो बिजोको अवस्थामा यस्तो टन्टलापुर घाम छ पोलेर। हेर्नु त कति राम्रो चरो छ है। यस्तै हेर्दाखेरि यो प्रकृतिसँग यसको कलर म्याच हुन्छ है, कति राम्रो छ हेर्दै। टक्कै यतातिर रहेको यो वनस्पतिहरूसँग कलर म्याच हुँदो रहेछ। यस्तो राम्रो छ हेर्दै। यस्तो राम्रो चरो केले मारेको हो कि अथवा कुनै पनि सिकारी चराहरूले मारेको हो कि यस्तो खुन छ। अब जिउनु हेर्नु गाई छैन, यस्तरी अवस्थामा भेटिएको छु म यसलाई चाहिँ म तत्परता लगेर सही तरिकाले व्यवस्थापन गर्छु। यसरी अब यस्तो अवस्थामा जे यिनीहरू पनि प्राणी हुन् होइन। यस्तो अवस्थामा भेटिसकेपछि कसरी मन मान्नु र। चरो चाहिँ यहाँ छ गाइज होइन। म यता फुड दिन गइरहेको छु। यस्तो बाटोमा चाहिँ अब मैले भेटेको छु यो चरलाई होइन। अब कसैले मारेको हो कि अथवा केही भएर मरेको त्यसमा चाहिँ यसरी यहाँ आँखा त्यस्तो भयो है, कमिलो लागिरहेको छ, पुरै भुतले झर्नु बिसाएको छ होइन। म यसलाई फुड दिन्छु। अब त्यस्तो बाटोमा होइन, जे भने यो पनि एउटा प्राणी हो होइन। अब यसरी यसलाई पनि बाटोमा यस्तो अलपत्र पुरै होइन, म हातले खनेर पुर्दिन्छु यहाँ माटो। गाइस होइन, मैले चाहिँ चरोलाई यहाँबाट लगेर फुड दिएको छु। अब हात चाहिँ आफ्नो पनि बाटै माटो भएछ, म हात धुन गइरहेको छु। ल गाइस, म हात धुइसकेको छु होइन। बिचरा कस्तो राम्रो छ, तर कहिलेदेखि मरेको होइन। पुरै फुटले उक्किने भइसकेको रहेछ, हल्का सडी जस्तो भएको थियो। र पनि मैले त्यसलाई चाहिँ सही तरिकाले व्यवस्थापन गरिसकेको छु होइन। लिएर यता पुर्दै घाममा त्यस्तो टन्टलापुर घाममा घाम चर्किरहेको छ, यस्तो विधि मर्ने गरी घाम छ। म पनि गाइज होइन बिरामी भएर चाहिँ यहाँ मेडिकल जाँदैछु। 2 दिन 3 दिन भयो है म बिरामी भएको होइन। अनि अझै पनि मलाई ठिक चाहिँ भएन। घरमा चाहिँ अब घरैसी दबाई खाइयो र पनि ठिक भएन। आज चाहिँ मेडिकल जाँदैछु।